नमस्कार आदरणीय दर्शक मित्रहरू, यहाँहरूलाई फेरि पनि हामीहरूको युट्युब च्यानलमा स्वागत छ। आज हजुरहरू समक्ष श्रावण महिना लाग्न गइरहेका छन्। श्रावण महिनामा यी 5 वटा कर्महरू यदि हजुरहरूले गर्न सक्नुभयो भने भगवान शिवजी अत्यन्त हजुरको सान्निध्यमा पुग्न सक्नुहुन्छ, अथवा भगवानको सान्निध्यमा हजुर पुग्नको लागि यी 5 वटा चीज हजुरहरूले अवश्य पनि श्रावण महिना भरि नै गरिदिनुहोस्। श्रावण महिनाभरि हजुरले यी 5 वटा कर्महरू गर्नुभयो भने भगवान शिवजी अत्यन्त हजुरसँग चाहिँ प्रसन्न भइदिनुहुन्छ। यदि हजुरहरूले यी 5 वटा कामहरू, यी कर्महरू गरेर दिनहरू व्यतीत गराउनु भए श्रावण महिना भने हजुरका धर्म, अर्थ, काम, मोक्ष, त्यसै गरी हजुरका कुनै ग्रहहरू केही बाधा सङ्कटहरू छ भने पनि यी सारा चाहिँ समाप्ति हुने गर्दछन्। हजुरहरूलाई थाहा छँदैछ श्रावण महिना भगवान शिवजीको लागि अत्यन्त प्यारो महिना, अत्यन्त प्रिय महिना रहेका छन्। यी श्रावण महिनामा धेरै कुराहरू त हजुरहरूलाई थाहा नै छ, तर हजुरहरूले पहिलो नम्बरमा गर्ने कुराहरू एउटा के गर्नुहोस् त भन्दाखेरि पहिलो नम्बरमा म यो श्रावण महिनादेखि एउटा चिज चाहिँ छोड्दैछु है प्रभु। यो श्रावण महिनामा मात्र होइन, म अन्य 11 महिना पनि यो एउटा चिज चाहिँ छोड्दैछु। रिसराग छोड्नुहुन्छ कि रिसराग छोड्नुहोस् यो श्रावण महिनाबाट। त्यसैगरी काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी मध्येमा कुनै पनि एउटा चिज हजुरले श्रावण महिनाबाट छोड्छु भनेर भगवानसँग प्रतिज्ञा गर्नुहोस् र त्यो चिज अन्य 11 महिना पनि छोड्नुहोस्। सक्नुहुन्छ भने हजुरले स्वाद, तामसिक भोजनहरू हजुरले प्रयोग गरिराख्नु भएको छ भने तामसिक भोजनहरूमा एउटा चिज छोड्नुहोस्। म यो चिज चाहिँ खाँदिनँ। मांस, मदिराहरू खानुहुन्छ, त्यसै गरी सुर्तीजन्य पदार्थहरू यदि हजुरहरू खानुहुन्छ भने म यो श्रावण महिनाबाट यो चिज चाहिँ छोड्छु है भनेर एउटा प्रण लिनुहोस्। त्यो भगवान शिवजीलाई अत्यन्त प्यारो लाग्ने गर्दछ। यो श्रावण महिनाबाट हजुरले एउटा चिज चाहिँ छोड्नुहोस्। त्यो चिज हजुरले आफूले खाइरहेका गरिरहेका नराम्रा बानी मध्येमा एउटा चिज चाहिँ वर्षभरिलाई नै छोडिदिनुहोस्, जिन्दगीभरिलाई नै छोडिदिनुहोस्। भगवान शिवजी त्यही चिजबाट अत्यन्त धेरै प्रसन्न रहिदिनुहुन्छ। दोस्रो नम्बरमा रहेको छ श्रावण महिनाभरि भगवान शिवजीको महिना। हजुरले गरेका हरेक कर्म भगवानलाई समर्पण गर्नको लागि हजुर पहिलो नम्बरमा आफू शारीरिक रूपमा शुद्धता र मानसिक रूपमा शुद्धता हुनुपर्ने हुन्छ। केवल हामी व्रतको दिन के गर्दछौँ, व्रतको दिन बिहानदेखि बेलुकासम्म केही पनि ग्रहण नगर्यो तर अन्य दिनमा मन लागे जति चिजहरू हामीहरू खाने गर्दछौँ। त्यो कदापि भगवानलाई प्यारो लाग्न सक्दैन। त्यसैले हामीहरूले के गर्ने, श्रावण महिनाभरि नै प्रत्येक दिन बिहान ब्रह्म मुहुर्तमा उठेर आफ्नो शरीर बाह्य शुद्धि, त्यसै गरी आन्तरिक शुद्धिको लागि हामीहरूले के गर्ने त भन्दाखेरि श्रावण महिनाभरि नै तामसिक र राजसिक चिजहरू ग्रहण नगर्ने। भन्नुको मतलब हजुरले माछा, मासु, लसुन, प्याजहरू कुनै पनि चिजहरू श्रावण महिनाभरि ग्रहण नगर्ने। प्रत्येक दिन शुद्ध आफ्नो बाहिर शरीर स्नान आदि कर्म गरेर शुद्धि गर्ने र भित्री शरीर शुद्ध गर्नको लागि खानपानमा तामसिक राजसिक भोजनहरू नगर्ने, नितान्त रूपमा सात्विक भोजन मात्रै गरेर श्रावण महिना व्यतीत गराउने। भगवान शिवजी अत्यन्त खुसी हजुरसँग हुनुहुनेछ। तेस्रो नम्बरमा भन्न गइरहेको छु, हजुर व्रत गर्नुहुन्छ, पूजा गर्नुहुन्छ। व्रत पूजा त धेरैले गर्नुहुन्छ, तर व्रत पूजा गरेको साथसाथमा हजुरको मस्तिष्कमा के चलिरहेको छ, मस्तिष्कमा सही चिज चलिरहेको छ अथवा गलत चिज चलिरहेको छ। धेरै जसो व्यक्तित्वहरू व्रतको दिन, पूजाको दिनमा आफ्नो रिसलाई कन्ट्रोल गर्न सकिराख्नु भएको हुँदैन। त्यो किसिमबाट हजुर व्रत बस्दै हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ, रुद्राभिषेक गर्दै हुनुहुन्छ भने भगवान शिवजी प्रसन्न हुनु हुँदैन है। त्यसैले हजुरले कुनै पनि व्रत पूजा आराधना गर्नुभन्दा पहिला आफ्नो मस्तिष्कलाई चाहिँ एकदम शुद्ध बनाउनु पर्दछ। हजुरमा रिस रागहरू आउन दिनु हुँदैन। जब रिस रागहरू हजुरको अटोमेटिक आइरहेका छन् भने हजुरको पूजाले, हजुरको व्रतले, हजुरको उपवासले केही पनि काम गर्न सक्दैन। त्यसैले जति
रिस राग आउँदछ। कहिले आउँदछ त भन्दाखेरि जब हजुर खाना खानु हुँदैन तब हजुरलाई अत्यन्त धेरै रिस रागहरू आइदिने गर्दछ। किन रिस राग आएको त भन्दाखेरि जब हजुरले खाना खानुहुन्न हजुरको इन्द्रियहरू, हजुरको मन, हजुरको मस्तिष्क, हजुरको चेतना क्रमिक रूपमा कमजोरी 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 हुँदै हुँदै जान्छ। त्यसैले गर्दाखेरि हजुरलाई रिस राग वृद्धि हुँदै जान्छ। त्यसैले गर्दाखेरि हजुर यदि श्रावण महिनामा व्रत बस्नुभएको छ, रिस गर्नुभएको छ, त्यो व्रतको फल हजुरले पाउन सक्नुहुन्न। त्यसैले रिस रागलाई जित्नको लागि बरु व्रतमा खान मिल्ने चिजहरू खानुहोस्, तर रिस राग क्रोध कल झगडा नअपनाउनुहोस्। श्रावण महिनाभरि मात्रै हजुरले रिस रागलाई जित्न सक्नुभयो, कल झगडा गर्नु भएन, परिवारका सदस्यहरूसँग हरेकसँग प्रेमपूर्ण वार्तालाप यदि हजुरले गर्नुभयो भने भगवान शिवजी त्यत्तिकै प्रसन्न भइदिनुहुन्छ। आज मेरो व्रत हो भन्यो, आनन्दले केही पनि नखाएर बस्नुहुन्छ, तर बेलुका श्रीमान अफिसबाट आउने बेलामा हजुरलाई रिस राग प्राप्ति भइरहेको छ भने हजुरको त्यो व्रतले भगवान शिवजी कदापि प्रसन्न हुनु हुँदैन। तेस्रो नम्बरमा हजुर बरु शुद्ध सात्विक चिज ग्रहण गर्नुहोस्, तर रिस राग क्रोध कल झगडालाई हजुरले छोडिदिनुहोस्। तेस्रो नम्बरमा यी तीनवटा चिज अपनाइसकेपछि मात्रै भगवानको पूजा हामीहरू गरेर बल्ल सफलता प्राप्ति गर्न सक्दछौँ। पहिलो नम्बरमा हजुरले छोड्नु पर्यो के भन्दाखेरि म प्रण लिन्छु कि मेरो यो नराम्रो चिज म वर्षभरि नै, म जिन्दगीभरि नै छोड्छु भन्ने सोच विचार गर्न पर्यो। दोस्रो नम्बरमा हजुरले के गर्नु पर्यो त भन्दाखेरि म जुनसुकै काम गर्छु त्यो भगवानमा अर्पण गर्ने किसिमबाट काम गर्छु भन्ने तरिकाले लाग्न पर्यो। तेस्रो नम्बरमा हजुरले आफूभित्र भएका काम क्रोध वासनाहरूलाई चाहिँ चटक्कै छोड्न पर्यो। अब चौथो नम्बरमा तत्पश्चात मात्रै भगवान शिवजीका पूजाका विधिहरू रहेका छन्। जस्तै हजुरले प्रत्येक दिन शिवजीलाई के चढाउनुहुन्छ? दुध चढाउनुहुन्छ, गाईको दुध। भगवान शिवजी प्रसन्न हुनुहुन्छ। त्यसैगरी दही चढाउनुहुन्छ, घिउ चढाउनुहुन्छ, मह चढाउनुहुन्छ, सक्खर चढाउनुहुन्छ। भगवानलाई अत्यन्त प्यारो लाग्ने चिज यी पाँचवटा चिज छन्। त्यसैगरी गंगा जल चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो लाग्दछ। त्यसैगरी बेलपत्र चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो लाग्दछ। त्यसैगरी भस्म चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो लाग्दछ। सेता पुष्पहरू चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो। त्यसैगरी दुब चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो। सेता अक्षता चढाउनुहुन्छ, भगवानलाई अत्यन्त प्यारो लाग्ने किसिमका कुराहरू छन्। कपुर बत्तीहरू धूप बत्तीहरू बाल्नुहुन्छ, अत्यन्त प्यारो लाग्दछ। घरमा रुद्राभिषेकहरू गराउनुहुन्छ, भगवान अत्यन्त खुसी भइदिनुहुन्छ। चौथो नम्बरमा हजुरले भगवानको पूजामा चाहिने सामग्रीहरू उपलब्ध गराएर भगवानलाई अर्पण गर्नुहोस्। भगवान हजुरसँग अत्यन्त खुसी भइदिनुहुन्छ। पाँचौं नम्बरमा घरमा भगवानलाई खुसी त बनाउनु भयो, हजुरले पूजा आराधना त गर्नुभयो। अर्को नम्बरमा हजुरले आफ्नो घरको छेउछाउमा रहिदिनु भएका जति पनि सिद्धपीठहरू छन्, सिद्धपीठको दर्शन गर्ने। जस्तै भगवान शिवजीको मन्दिर छ त्यो ठाउँको दर्शन गर्ने। भगवान शिवजीका विभिन्न पार्षदहरू हुनुहुन्छ, पार्षदहरूको मन्दिर छ त्यो ठाउँमा दर्शन गर्ने। शिव परिवारहरू हुनुहुन्छ, जस्तै गणेश हुनुहुन्छ, कार्तिकेय हुनुहुन्छ, ती ठाउँहरूको दर्शन गर्ने। हनुमानजी हुनुहुन्छ, हनुमानजीको दर्शन गर्ने। आफ्नो घरको साथसाथमा हजुरका घर टोल छर छिमेक छेउछाउमा भइरहेका सिद्धपीठहरू जति पनि छन् ती ठाउँमा हजुर दर्शन गर्ने। दर्शन गर्न जाँदाखेरि के हुन्छ, केवल हजुरले भगवानको मात्रै दर्शन गर्नुहुन्न, भगवानका अनन्य भक्तहरू। हामी शिवरात्रिमा श्रावणको सोमबारमा पशुपति किन जान्छौँ? भगवानको दर्शनको अभिलाषाले मात्रै नभएर भगवानका भक्तहरूको दर्शन गर्नलाई पनि हामीहरू ती स्थानहरूमा पुगिरहेका हुन्छौँ। भगवानको दर्शन गर्दाखेरि जति फल प्राप्ति हुन्छ, जुन भक्तले भगवानको दर्शन गर्न जानुभएको छ, दर्शन गरेर आइराख्नु भएको छ, ती भक्तको पनि हामीहरूले दर्शन गरौँ। त्यो पाँचौं नम्बरमा कर्महरू गरौँ। पाँचौं नम्बरको कर्म भनेको भगवानका भक्तहरूको दर्शन गर्नको लागि हामीहरू आफ्नो छरछिमेकमा भएका सिद्धपीठ अथवा आफ्नो देशमा भएका सिद्धपीठ अथवा विश्वमा भएका सिद्धपीठहरूको दर्शन गरौँ। त्यो दर्शन गरियो भने हामीहरू जति धेरै सिद्धपीठमा पुगिन्छ त्यति धेरै भक्तहरूको दर्शन गर्न पाइन्छ। जस्तै हजुरको घरको मा दर्शन गर्दाखेरि परिवारको मात्रै दर्शन गर्नु होला, घरको छेउको टोलको मन्दिरमा जानु भने थोरै निश्चित व्यक्तित्वहरूको दर्शन गर्नु होला। त्यसैगरी पशुपतिनाथतिर आउनु भयो भने अझै धेरै भक्त सज्जनहरूको दर्शन गर्नुहुन्छ। त्यसैले घरको छेउछाउदेखि लिएर जहाँ हजुर पुग्न सक्नुहुन्छ तत्त स्थानमा हजुर पुग्नुभयो भने धेरै भन्दा धेरै शिव भक्तहरूको
दर्शन हजुरले प्राप्त गर्न सक्नुहुन्छ। जब भगवानका भक्तहरूको दर्शन गर्नुहुन्छ तब भगवान शिवजी खुसी भइदिनुहुन्छ, प्रसन्न भइदिनुहुन्छ। दर्शन गर्न जाने बेलामा हामीहरूले कुनै न कुनै किसिमका मन्त्रहरू उच्चारण गरेर दर्शन गर्यौं भने अत्यन्त धेरै फल प्राप्ति गर्न सक्दछौँ। जस्तै हजुरहरू सबैलाई थाहा छ ओम नमः शिवाय, यो मन्त्र हजुरहरू सबैलाई थाहा छ। यो मन्त्र जप गर्दै गर्दै हजुर यात्रा गर्नुहोस्। जस्तै दर्शन गर्न जाँदै हुनुहुन्छ भने यो मन्त्र जप गर्नुहोस्, अत्यन्त भगवान खुसी भइदिनुहुन्छ। शिवाय नमः यो मन्त्र जप गर्दिनुहोस्, अत्यन्त भगवान प्रसन्न भइदिनुहुन्छ। रुद्राय नमः यो मन्त्र जप गरिदिनुहोस्, भगवान अत्यन्त धेरै प्रसन्न भइदिनुहुन्छ। कालाय नमः यो मन्त्र जप गरिदिनुहोस्। भस्मेश्वराय नमः यो मन्त्र जप गरिदिनुहोस्। मुक्तेश्वराय नमः यो मन्त्र जप गरिदिनुहोस्। भगवानका 1008 मन्त्रहरू छन्, नामहरू छन्। यी नामलाई नै मन्त्र मानिन्छ। यी नामहरू जप गर्दै गर्दै सम्झिँदै हजुरहरू सिद्ध पीठमा पुग्नुहोस्। त्यहाँ भगवानका भक्तहरूलाई दर्शन गर्नुहोस्। सकिन्छ भने रुद्राभिषेक भगवानलाई स्तुति गरिएका वेदका मन्त्रहरू उच्चारण गर्दै गर्दै हजुर दर्शन गर्नको लागि जानुहोस्। भगवान त्यसबाट पनि प्रसन्न भइदिनुहुन्छ। घरमा बसेर माला मात्रै घुमाउनु भएको छ, रिस राग क्रोध गरिदिइराख्नु भएको छ, खानु भएको पानी पनि छैन, श्रीमानसँग पनि झगडा गर्नुभएको छ, छोरा छोरीसँग पनि झगडा गर्नुभएको छ, छर छिमेक बाहिर निस्केर कसैसँग बोल्न सक्ने अवस्था यदि हजुरको छैन भने त्यो अवस्थाको व्रतले केही पनि फल पाउनुहुन्न। भगवान शिवजी खुसी हुनुहुन्न। पहिलो नम्बरमा आफ्नो शरीरको यो पाञ्चभौतिक शरीरको चेतना शक्तिलाई वृद्धि गर्नुहोस्। तत्पश्चात मात्रै हजुरले गरेका कर्महरूबाट भगवान शिवजी प्रसन्न हुनुहुन्छ। त्यसै गरी भगवानका भक्तहरूको जुन स्वरूपमा भगवान शिवजीको दर्शन गरिराख्नु भएको छ त्यही स्वरूपमा भगवानका भक्तहरूको दर्शन गर्ने बानीको विकास गर्नुहोस्। त्यो भयो भने भगवान शिवजी अत्यन्त धेरै हजुरसँग खुसी भइदिनुहुन्छ। जब भगवान शिवजी खुसी भइदिनुहुन्छ त्यस पछाडि हजुरले चाहेका, मनले चाहेका अथवा भगवान त कर्तुम अकर्तुम अन्यथा कर्तुम समर्थ ईश्वर जगदीश्वर हुनुहुन्छ। भगवानलाई हजुरलाई के चाहियो त्यो सारा चिज थाहा छ। ती सारा चिज भगवानले हजुरलाई दिन सक्षम हुनुहुन्छ। त्यसैले त्यस्तो किसिमबाट श्रावण महिना व्यतीत गराउनु भयो भने हजुरसँग भगवान शिवजी अत्यन्त धेरै खुसी बन्नुहुनेछ। दर्शक मित्रहरू, यो श्रावण महिनामा हजुरहरूले यी र यस्तो किसिमबाट दिनहरू व्यतीत गराउनु भयो भने भगवान शिवजी अत्यन्त खुसी बन्नुहुन्छ भन्ने किसिमको जानकारी सारा भिडियोमा मैले दिइसकेको छु। यो जानकारी हजुरहरूलाई कस्तो लागिरहेको छ जस्ताको तस्तै कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हजुरले पनि व्रत बस्दा, पूजा गर्दा, दर्शन गर्दा यी चिजहरू अपनाउनु भएको छ कि छैन यसको बारेमा पनि कमेन्ट गर्न नभुलिदिनु होला। पुरुष मित्रहरू हुनुहुन्छ भने हजुरको घरमा श्रीमती व्रत बसिराख्ने अवस्थामा काम क्रोध लोभ मोह कल झगडालाई जित्नु भएको छ कि छैन सम्झाउनुहोस् श्रीमतीलाई। त्यसै गरी श्रीमान व्रत बस्दै हुनुहुन्छ भने पनि हजुर व्रत बस्दाको दिन श्रीमतीसँग बाल बच्चासँग कल झगडा गर्नु भएको छ कि छैन, आफ्नो मनलाई परिवर्तन गर्न सक्नु भएको छ कि छैन यो चिजलाई विचार गर्नुहोस् र आफू पनि सम्झिनुहोस्, आफ्नो परिवारलाई पनि सम्झाउने किसिमको कर्म गरेर दिनहरू व्यतीत गराउनुहोस्। यदि हजुरहरूलाई आफ्नो जन्म कुण्डलीको बारेमा केही चर्चा परिचर्चा गर्न आउने सोच विचार हजुरहरूलाई लागिरहेको छ भने प्रत्यक्ष हजुरहरू हाम्रो स्क्रिनमा रहेको नम्बरमा व्हाट्सएप, भाइबर अथवा प्रत्यक्ष टेलिफोनको माध्यमद्वारा हजुरहरू हामीहरूलाई सम्झन सक्नुहुन्छ। त्यसै गरी हजुरहरू हामीहरूको च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल भाग्य कुण्डली टिभीलाई सब्स्क्राइब गरेर हामीहरूसँग सदा सर्वदा जोडिरहन सक्नुहुन्छ। सम्पूर्ण किसिमका ज्योतिषीय कारोबारहरू हामीहरू अनलाइनको माध्यमद्वारा पनि हजुरहरूलाई सेवा दिइरहेका छौँ भन्दै आज हजुरहरू समक्षबाट म ज्योतिष गुरु बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन।